आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी फागुन 18 गते सोमबार राति 12 बजेदेखि फागुन 21 गते बिहिबार राति 12 बजेसम्म नेपाल भारत सीमा नाका पूर्ण रूपमा बन्द रहने जानकारी बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले दिनुभयो। सो अवधिमा सीमा पारीबाट पैदल यात्री, मालवाहक तथा यात्रुवाहक साधनको आवत जावतमा रोक लगाइने प्रशासनले जनाएको छ। यसैगरी फागुन 20 गते बुधबार राति 12 बजेदेखि फागुन 21 गते मतदान कार्य सम्पन्न नभएसम्मका लागि सवारी साधन सञ्चालनमा निषेध गरिएको छ। एम्बुलेन्स, दूधका ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, सब वाहन, अस्पताल तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवामा खटिएका र अनुमति प्राप्त सवारी साधन बाहेक अन्य सवारी सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिनुभयो। 21 गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि हामीले चाहिँ यो जिल्ला चाहिँ सीमा जोडेको जिल्ला भए हुनाले भारतसँग सीमा जोडेका सीमा नाकाहरू चाहिँ आज राति 12 बजेदेखि औपचारिक रूपमा बन्द हुँदैछ। त्यस हुनाले यो बन्द चाहिँ हामीले 72 घण्टाको लागि सूचना प्रकाशन गरिसकेका छौँ। यहाँहरूलाई सूचना जानकारी भइसकेको छ र भारतीय समकक्षीसँग पनि यो सबै कुराहरूको पत्रचार भएर उहाँहरूले पनि यसलाई कार्यान्वयन गर्नुहुन्छ। सीमा नाकामा उहाँहरूको पनि निगरानी त्यही ढङ्गले बढाउनु भएको छ भने यो चाहिँ नाका बन्द, सीमा नाका बन्द भएको अवस्थामा चाहिँ केही अत्यावश्यक जस्तै पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरू, बिरामी, सब वाहन यस्ता चाहिँ कुराहरूलाई चाहिँ हामीले समन्वय गर्छौँ र भोलि 19 गते चाहिँ केही हाम्रो तीर्थयात्रामा निस्किएका उपचारमा गएका मान्छेहरू मतदानको लागि आउँदै हुनुहुन्छ भने उहाँहरूलाई केही सहज गर्नुहुन्छ र खास गरी 20 र 21 गते चाहिँ हामी पूर्णतया नै सीमा नाका बन्द गरेर चाहिँ यो निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सम्पन्न गर्ने चाहिँ योजनामा छ। निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै नेपाल भारत सीमा दुवैतर्फ उल्लेख्य रूपमा सुरक्षाकर्मी परिचालन समेत गरिने प्रशासनले जनाएको छ। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज राति 12 बजेदेखि नेपाल भारत सीमा क्षेत्रको जमुना बोर्डर बन्द हुँदैछ। यो बन्दको अवधिमा एम्बुलेन्स, दमकल लगायत मानवीय सहायताका साधनहरू सञ्चालन हुनेछन्। नेपाल टेलिभिजनका लागि रुद्र सुवेदी, लुम्बिनी प्रदेश, बाँके।